हजुरहरूलाई पनि बच्चाहरूले एभ्रीडे बिहान सेम क्वेसन सोध्छन्, आज मेरो टिफिन के हो भनेर। हेलो, लेजी किचनमा स्वागत छ। मेरो बच्चाले चाहिँ हरेक दिन बिहान सोध्छ क्या आज टिफिन के हो भनेर। कहिलेकाहीँ चाहिँ कस्तो दिक्क लाग्छ के बनाइदिनु। फेरि एउटै खाजा रिपिट गरेर पनि नखाने। 6 दिनमा 6वटा डिफ्रेन्ट डिस चाहिन्छ। आजकल त जम्मा 5 दिन छ नि, अलि सजिलो भएको छ। सधैँ क्यान्टिनमा खाऊ भन्न पनि गाह्रो क्या। यस्तो बढ्दो गर्मी अनि अनहेल्दी खाना, बच्चा बिरामी हुन्छ कि भन्ने टेन्सन। पोसिबल भएसम्म चाहिँ घरबाटै बनाएर पठाइदिने कोसिस गर्छु। कहिलेकाहीँ त भ्याइन्न, अब के गर्ने त्यस्तो अवस्थामा त, होइन। यो चाहिँ चिजवाला रोटी हो। पिठोमा अलिकति नुन राखेर मैले मुछेर आधा घन्टा छोडिदिएँ। उसिनेको आलुमा प्याज, खुर्सानी, चिज र अलिअलि मसला राखेर मिक्स गरेर फिलिङ तयार गरेँ। अनि बेलेको रोटीमा फिलिङ राखेर मजाले ऱ्याप गरेर पकाएँ। छोरा पनि खुसी, म पनि खुसी। थ्याङ्क यू फर वाचिङ।